श्रीमद् भगवद गीता अध्याय 16 को 4 नंबर में भगवान श्री कृष्णले अर्जुनलाई यसरी भन्नुभएको छ कि दम्भो दर्प विमानश्च क्रोध पारुष्यमेव च अज्ञानं च विदातस्य पार्थ सम्पदमासुरी। अब यसरी भन्नुभएको छ, हे पार्थ, आसुरी सम्पत्ति लिएर जन्मिएका मनुष्यहरूमा पाखण्डमति, अभिमान, क्रोध, कठोरता र अज्ञान आदि यस्ता दुर्गुणहरू प्राप्त भएका हुन्छन्। यस्ता दुर्गुणहरूले मन भरिएका हुन्छन् भनेर भगवान श्री कृष्णले अर्जुनलाई यसरी भन्नुभएको छ। राधे कृष्ण।